मेरो सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै आरामै छु अहिले मैले अगाडिबाट भ्लग के अरे बनाउन सोचेको थिएँ देखियो न मलाई आएर मलाई देखेर हेलो गाइस वेलकम टु हर युट्युब च्यानल हेलो हेलो उहाँ चाहिँ एकदम सेन्टी मुडमा हुनुहुन्छ उहाँ जस्ता मान्छेलाई चाहिँ म देखाउन चाहन्ने किनभने नबोल्ने भाउ खाने मान्छेलाई ल पल्लु घरबाट भ्लग स्टार्ट गराउन पल्लु तर बिर्सिएर हेलो त भन्दियो हेलो त भनिदेऊ आवाज आएर हेलो भन न हाम्रो चाहिँ भइरहेको छ पेरोल पनि बोल्नु न तिम्रो भइस मस्त लाग्यो हो र उहाँको चाहिँ अब पल्लवी भन्ने मान्छेको चाहिँ हल्का तबियत ठिक छैन कि उहाँलाई सन्चो छैन त्यही भएर आवाज आइरहेको छैन अनि हामीले चाहिँ आज फेयरवेलको तयारी गर्दैछौँ हाम्रो फेभरेट देखिया कि नै हाम्रो चाहिँ सिनियरहरूको फेयरवेलको तयारी गर्दैछौँ यो के अरे सो गाइज हाम्रो यहाँ ब्याक क्यामेराले काम नगरेर फ्रन्ट क्यामेराले भिडियो बनाउनु परिरहेको छ यहाँ चाहिँ तयारी भइराखेको छ हाम्रो क्लास 9मा आवाज बढाउनु हल्का आवाज हेलो गाइस को नयाँ ल सिमरनज्यू उहाँ सिमरन भन्ने मान्छेको चाहिँ आँखामा बम ब्लास्ट भर्खर भएको थियो त्यही भएर बम ब्लास्ट निस्कियो हस्पिटल गएर आउनु भएको छ के भन्न चाहनुहुन्छ आँखा देखा त उही यसको आँखा चेन्ज भइहाल्यो रे हेर त आँखामा कि आँखमा रे भन्न यसको आँखा र पुरै चेन्ज भइहाल्यो यसको आँखा देखेर मेरो मलाई अर्कै लागिरह मेनुका चाहिँ यस्तो सेन्टिमुडमा किन हो मेनुका चाहिँ यस्तो सेन्टिमुडमा किन हाम्रो यहाँ दुईजना मिलेर यस्तो खतरा तयारी गरिराख्नु भएको छ हेर्न सक्नुहुन्छ अब मैले चाहिँ नितुको भ्लग स्टार्ट किन गरेको भन्ने सोच्न लाग्छ होला आज मेरो भ्लग चाहिँ पल्लवी के अरे पूर्णिमाले नै स्टार्ट गर्नेवाला छ नि किनभने म चाहिँ एङ्करिङ गर्दैछु होइन त्यो कारण पनि छ एउटा अनि अर्को कारण भने चाहिँ अब फ्युचर भ्लगर बन्नु पर्यो नि त त्यही भएर अहिलेदेखि प्र्याक्टिस चलिरह यहाँ भर्खर चाहिँ एउटा बलुन फुटेर मिस नितुको सातो गइसकेको छ बलुन चाहिँ धेरै ठुल्ठुलो फुक्काए है मम्मी यत्रो ठुलो बलुनकै फुकाउँछ अनि हामीले बलुनको थिम चाहिँ हाम्रो स्कुलको ड्रेससँग म्याच गरेको छौँ हेर्न सक्नुहुन्छ कस्तो मङ्गलबार र शुक्रबारको व्हाइट ड्रेस अनि अरू दिनको चाहिँ ब्लू ड्रेस माथिको सर्टको सँग म्याच गरेको छौँ कस्तो देखाउँ रे राम्रो देखाउँ किन नि त फिल्टर लाउनु है हेलो गाइस हाउ आर यु म कार्कीकी छोरी यो गिरीको छोरी अनि यता चाहिँ उहाँ चाहिँ रावलको छोरीका ओए मुख देखाउनु पर्यो म कार्कीको छोरी रावलको छोरी सबभन्दा बुट्टी फुल रावलको छोरी यहाँ चाहिँ खत्रीको छोरी चौधरीको छोरी कहाँ जानु उहाँको चाहिँ बम ब्लास्ट भएर आँखा फुटेको छ अब धेरै बाहिर नजाम गाइज यो भन्दा उहाँ चाहिँ टिचरहरूले देख्यो भने मारिदिन्छ कार्की बनिदिनु भनेपछि के भन्ने तैँले मैले बुझेन ओ हो र त्यसो भए ठिकै छ अनि अहिलेको लागि चाहिँ गाइज यति अब आधी भ्लग पछि स्टार्ट गर्नेछौँ हेर्नु हामीले नाच्नको लागि मेहन्दी पनि लगाएको छौँ कस्तो छ भनिदिनु होला मैले आफै लगाएको है मेरो मेहनत कस्तो छ भनिदिनु होला है ओ लास्टमा नै मेरो बिल्ला हाल्न न तिम्रो भ्लग हेर्ने मान्छेहरू म केटीको देखिया कि नै हेर आफै हामीले यहाँ गएर भन्दा
रेड कार्पेट नै के त्यो हिँड्नेवाला ठाउँ छ नि जहाँ प्रश्न गर्दा त्यहाँ त्यहाँ बिचमा बिचमा यस्तो यस्तो हिँड्नु पर्छ अलि बन्द भने यस्तो घाम बनाइदियो नाइ अनि हामी तिमीबाट डबल टेन्ट लाउने भनेको थियौँ कता गइस् हेलो लगाइदिनु ल गाइस अहिले चाहिँ हामी रेडी भएर आइसक्यौँ अनि यहाँ तयारी चल्दैछ फर्स्टमा चाहिँ हाम्रो डान्स छ नितुको चाहिँ एङ्करिङ छ सो अहिले उनलाई देखाउनेछौँ हेर्नु होला कस्तो छ उनको पनि फर्स्ट टाइम हो उनको भ्लग चाहिँ मैले स्टार्ट गरिरहेको छु अहिलेको लागि चाहिँ यति अहिले फेरि पछि स्टार्ट गर्छु है रिक्वेस्ट मिस्टर कुलानन्द रिजाल टु टेक देयर सीट एज प्रिन्सिपल अफ दिस स्कुल and Mrs. Uma Karki Giri to take their seat as Vice Principal of this school. I would like to request Mr. Kapur Raj Giri as the member of School Management Committee, and same as I would like to request Mr. Netra Raj Giri, former chairperson of number 3 as well as School Management Committee member of. Likewise, all the teacher staff to present in this farewell respectfully. Without any delay, I would like to request Mr. Dalbahadur Sai for opening this program. Prize for them dance group, but we cannot for class 9 because we are the organizer team. That's why it's our duty to perform dance for welcome our senior. For judge, I would like to request Miss Pavitra Oli, Mrs. Susmita Chaudhary, ma'am. Mr. Surendra Prasad Varekha sir to take their seat as judge. Now we are going to perform dance of organizer team. पल्लवी ऋतु हेलो ओ मुख धोइदिन्छु ए मेरो भ्लग त हाम्रो चाहिँ यहाँ फेरवेल कार्यक्रम भइरहा टिचरहरूको डान्स आहा यसपछि हाम्रो गरिदिनु है प्लिज के दिदी हेलो गाइस अब नितुको भ्लग चाहिँ मैले स्टार्ट गरिदिएको नितु चाहिँ एनाउन्समेन्ट गरिरहेको छ आज चाहिँ हाम्रो फेयरवेल हो 10 क्लासको अनि नितु ग्रेड 9 ले चाहिँ अर्गनाइज गरेको अनि नितु चाहिँ उहाँ अनाउन्समेन्ट गर्दैछ हजुरहरुलाई सब भन्छु ल विद्यालय व्यवस्थापन समितिका आदरणीय अध्यक्षज्यू
पिटिए अध्यक्षज्यू, यसै विद्यालयका आदरणीय प्रिन्सिपल सर लगायत उहाँको सम्पूर्ण टिम, गुरुवर्गहरू, आज यस विदाई सम्मिलित आदरणीय अभिभावक दाजुभाइ तथा दिदीबहिनीहरू र विद्यालय सम्पूर्ण तपाईसँग जोडिएको विद्यालय त छँदैछ। विभिन्न परीक्षामा सम्मिलित भाइ बहिनीहरूले कस्तो नतिजा ल्याउलान् र कसरी आफ्नो भविष्य निर्माण गर्लान्, कति कठिनाई बाधा व्यवधानहरूको सामना गर्नु पर्ला भन्ने बारेमा अहिले चाहिँ एकछिन यसमा चार्ज छैन, एकछिन चार्ज लगाएर फेरि भ्लग स्टार्ट गर्छ। नितुको भ्लग स्टार्ट हुन्छ अहिले एकछिनपछि। नितुले अर्गनाइज गराएको छ। अब चाहिँ अहिले प्राइजहरू वितरण भइरहेको छ।
अहिले हामीले होली खेलेको मैले त बढी खेलेन भित्र खेलिरहेको छ अहिले पछि हामी देखाउँछु नि त्यो पनि भित्रमा नास्ता बाहिरहेको छ अनि हामी चाहिँ यसको भित्र मिस हेलो भनिदिनु त भन्नु न मिस सिग्मा सिग्मा बोय मिस न हाई भन्नु लगो मिस भाइ विचार गर्नु निरज दाई हाई भन्नु ब्लगमा अरे हाई त भनिदिनु त्यस्तै हाई मात्र भनिदिनु भन्नु न हाई एकैछिन हाई भन्नु तपाईँ ह्यान्डसम हुनुहुन्न क्या ह्यान्डसम चाहिँ नसक्नु यता हाम्रो निरज दाई त्यहाँ म एङ्करिङ गर्दै थिएँ सो त्यही भएर मेरो चाहिँ बहिनीले कतिवटा साथीले बनाइदिइरहेको थिइन् अनि अहिले चाहिँ गान चलिरहेको छ अहिले पनि बहिनीले नै बनाइदिइरहेको छ मैले चाहिँ बोलिरहेको थिइनँ क्या अनि त्यो भएर अहिले चाहिँ हाम्रो बस्नु आइसकेको छ त्यही अनि के भनौँ अब उदय आज म राम्रो देखेको म चाहिँ एकदम राम्रो देखेको छु त्यहाँ टिचरहरू डान्स गराउनु भयो जुनियर सबै नाचिरहेको छौँ देखाउँछु अब म चाहिँ बोल्न पाउनु अब नास्ता खाली चाहिँ बोल्न पाउँछु होला हामी चाहिँ आएको छौँ नास्ता खान यता चाहिँ छन् हाम्रो साथीहरू यता छन् अरू साथीहरू छौँ हाम्रो फेयरवेल सकिसकेको छ खास हाम्रो होली पनि खेलेनौँ किनभने म एङ्कर गर्दै थिएँ अनि यिनीहरू खेलेर खानु पुरा पानी भएको छ चाहिँ निस्किसक्यो खानु नास्ता खाएर अब चाहिँ स्कुलमा गइन्छ होली खेलिन्छ चिकन राइस पनि खुवाइदिन्छ आउनु भयो भने हजुरहरू चाहिँ भोलि के भने भोलि छुट्टी हो नि सरी त के होला थिस् कहाँ होली खेलिन्छ रङ हुनु पऱ्यो नि होली खेल्नलाई मलाई कम रिस सुन्न बालुवाले रङ खेलाएर मलाई होली खेलाएर मेरो कानको टप चाहिँ टुटालिदियो भनेर त्यसले 100 रुपियाँको टप थियो कम थियो के भनौँ होइन एउटा बच्चाले के गरे कि यस्तो हेर्दै थियो मलाई मजाले म साइडमा कुर्सी बसेको थिएँ नि त कलर समात्यो एउटा बच्चा आएको 4 बच्चाले कलर समात्यो ताप अब हामी के नै होली खेल्नु गाइस अरे गाइस हाम्रो एउटा टीका लाउने शुद्ध मान्छे होइन यो सिन्नरले सानो टीका लगाइदिथि मेरो त्यही टीका पनि कसैले लगाइदिएन अन्त त्यही पनि तल गिरेको टीका लाग्छ मैले पनि हजुरहरू लगाइदिन आउन सक्नुहुन्छ किनभने यो भ्लग भोलि आउँदैछ भने होली चाहिँ पर्सि छ क्या होली कहिले पर्सि खाने यहाँको तर हेर्दै चैत 1 गते मेरो बर्थडे आउन 19 दिन नै कति 19 नै 20 21 दिन बाँकी छ होली खेलाउन आउनु होला गाइजहरु उहाँको हालत एकदम खराब भइसक्यो बिहान आँखानिर बम फुटेको हुनाले ओइ सुन न ए भोलि त छुट्टी छ नि पर्टेको त मैले जाने हो रहन मैले यत्रो हामीले यति मेहनत गरेर बनायौँ गोबर फुटाए कति मिनटमा 2 मिनट पनि लागेन फुटाउनु त आमा पट फुटाइसक्यो ए गाइजहरु होलीको भेस्ट किन्दिनु त धेरै हैन 5 20 किन्दिनु नि मलाई चाहिने मलाई कुर्ता किनिदिनु राम्रो से व्हाइट कलरको यस्तो दामी कुर्ता हेर्नु म पहिला सुरु फर्स्ट टाइममा होली खेल्दैन हैन मलाई इन्ट्रेस्ट पनि छैन कुनै कुरामा यस्तो आज भोलि हैन जति म्याच्योर भयो त्यति मलाई त कसम भने हरेक दिन प्रतिदिन मेरो इन्ट्रेस्ट बढ्दै गएको क्या मेरो त अनम्याच्योर हुँदा नै मलाई 7 क्लासदेखि मैले होली खेलेँ हैन मलाई चाहिँ राम्रो लाग्दैन मलाई होली फर्स्ट टाइममा कहिले यस्तो खेल्थिन हैन मम्मीहरु टीका लगाइदिनु त्यही हो कहिले खेल्थिन यस्तो तर मलाई किन उसको मलाई बासमा नै आज मान्छेले हेरेर हरेक कुराको इन्ट्रेस्ट हराउँछ भन्ने म आज हराउँदै गएको
बोकिरहेको छौँ मान्छे के भनेर हाँस्दै हेर्छ हामी चाहिँ यो बोकिरहेको छौँ मान्छे चाहिँ मान्छे चाहिँ हेर ठिकै थिए यहाँ हेर 10 क्लास हुँदैन पनि हामीले काम गर्न लगाएको छौँ बिचरा अनि एउटा यता छि यो घर चाहिँ हाम्रो फेभरेट घर ल हामी चाहिँ गएको काम गर्नुपर्छ हामीले चाहिँ पुरा आइसक्यौँ अनि ऊ त्यहाँ छैन हाम्रो 10 क्लासको दिदीहरू बिदाई भएर पनि यसरी काम गरेको देख्नु भएको छ हजुरहरूले हेर्नु मलाई भिडियो हेर्नु यसरी काम गर्नुपर्छ एकैछिन अब ऊ खम्बाली न आउनु जाऊँ ल जाऊँ लैजाऊ न म थाकेछु के दिदीहरूलाई काम गराउनु हुन्न नि त ल फोटो खिच